शासन व्यवस्था जातका आधारमा, विद्यार्थी जातका आधारमा पढ्न पाउने, डाक्टर जातका आधारमा हुने, इन्जिनियर जातका आधारमा हुने, धन्न के भने पौडी खेल्दाखेरि हामीले जातका आधारमा पानीमा हालेका छैनौँ, नत्र कति मान्छे चाहिँ नै सिद्धिसक्थ्यो। किन जातको आधारमा त पानीले त मान्दैन नि। यस्तो खालको हामीले चाहिँ गर्दै आयौँ। यो पढाइमा हामी मेडिसिन पढाउँछौँ, तर हामी 82% ल्याएको जात भएन, त्यसकारण पाउँदैन। 52% ल्याएको आरक्षण भनेर पाउँछ। कि मेडिसिनको अध्ययन जो तपाईँ हाम्रो अपरेसन गर्छ, उपचार गर्छ, औषधि दिन्छ, 52 र 82 एउटै हो ट्यालेन्ट चाहिँ। कि त परीक्षा सिस्टम हटाइदिउँ। यस्ता कुराहरू त हामीले गरेका छौँ। यी आयातित कुराहरू छन्। हाम्रो देश यो एउटा बहुसङ्ख्यक जात, अरू ससाना अल्पसङ्ख्यक जात होइन, अल्पसङ्ख्यकहरूको मिश्रित आबादीको देश हो यो। यहाँ त हामी अल्पसङ्ख्यकहरू मिलेर बस्ने हो। यसमा एउटा जातीय विद्वेष रोप्न खोजियो, जसलाई आधारभूत रूपमा नेपाली जनताले अस्वीकार गरेका छ। यो खुसी हो।